हेलो एभ्रिवान, वेलकम टु बिटकोइन दाई युट्युब च्यानल। र आज हामीहरू कुरा गर्नेछौँ अल्ट सिजनको बारेमा। अल्ट सिजन कहिले आउँछ त दाई? बुलरन त सकिन लागिसक्यो, मार्केट डामाडोल छ, ट्रम्पले गर्नु गरेको छ, कहिले हो अल्ट सिजन दाई? यसो भनिदिनु पर्यो भनेर प्रश्नहरू आइरहेको हुन्छ। आज हामी यसैको बारेमा इन डेप्थमा कुरा गर्नेछौँ। बिटकोइन लेस रिस्की छ अरू क्रिप्टो करेन्सीको कम्पेरिजनमा चाहिँ। त्यही भएर बिटकोइनमा सुरुमा प्रफिट चाहिँ मान्छेहरूले चाहिँ कमाउँछ, त्यो प्रफिटलाई चाहिँ रिस्की एसेटहरूमा अल्ट कोइनहरूतिर चाहिँ लिएर जान्छ, अनि रिस्की एसेटहरूमा पनि प्रफिट कमाइसकेपछि उनीहरू फेरि बिटकोइनतिर चाहिँ फर्किन्छ। यसले गर्दा एउटा प्याटर्न बन्छ। हामीले यो चार्टमा देख्न सक्छौँ। यो बिटकोइन डोमिनेन्सको चार्ट मैले चाहिँ देखाइरहेको छु स्क्रिनमा। सुरुमा 2014 देखि 2017 को फेब्रुअरीसम्म हेऱ्यो भने 95% को डोमिनेन्स छ बिटकोइनको। भनेको अरू अल्टकोइन भनेको त जे पाए त्यही हो, अरू अल्टकोइन मार्केटमै थिएन होला सायद। त्यति बेला बिटकोइन एउटा सिंगल क्रिप्टो करेन्सी थियो जसले पुरै 95% मार्केट नै डोमिनेट गरेको थियो। तर इथेरियम आएसँगै चाहिँ अल्ट कोइनहरू चाहिँ आउन थाले। डिफ्रेन्ट क्रिप्टो करेन्सीहरू, हामी यो गर्छौँ, हामी त्यो गर्छौँ, हामी बिटकोइनभन्दा बेटर छौँ, हामी इथेरियमभन्दा बेटर छौँ भन्दै मार्केटमा डिफ्रेन्ट युज केसहरू लिएर आए। 2017 को फेब्रुअरीदेखि हामीले डिसेम्बर 2017 अथवा जनवरीसम्म चाहिँ हेर्ने हो भने म्यासिभ खालको ड्रप छ। 95% देखि सिधै 35%मा चाहिँ ड्रप गरिरहेको छ बिटकोइनको डोमिनेन्सले। अल्ट कोइनको सिजन पुरै हाइपमा थियो त्यति बेला। र अल्ट कोइनहरूबाट कमाएको जुन चाहिँ प्रफिट छ उनीहरू ब्याक टु लेस रिस्की एसेट हाम्रो बिटकोइनतिर चाहिँ मुभ गर्छन् र बिटकोइन डोमिनेन्स फेरि मुभ गर्छ। र अब हामी यो चार्टमा चाहिँ अलिकति ध्यान दिउँ। हामी एउटा यस्तो मेट्रिकको कुरा गर्न गइरहेको छौँ, सायदै अरू ठाउँमा चाहिँ कतै कुरा भएको छ, र यसले हामीलाई अलमोस्ट अबको अल्ट सिजन कहिले आउँछ भनेर चाहिँ हामीलाई चाहिँ एउटा प्रिडिक्सन चाहिँ दिन्छ। हामीहरूले सबभन्दा बटम 2018 को डिसेम्बरमा चाहिँ जब चाहिँ यो बटममा पुगेको थियो हाम्रो बिटकोइनको डोमिनेन्स जनवरी 2018बाट बढ्दै 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 गएर चाहिँ कहिले पिक भएको थियो? डिसेम्बर 2020मा चाहिँ गएर पिक भएको थियो। यो टाइम फ्रेम कतिको थियो त भन्दाखेरि 155 हप्ताको चाहिँ 155 विकको चाहिँ हामीलाई बिटकोइनको डोमिनेन्स 35बाट 75सम्म पुग्नको लागि चाहिँ लागेको थियो। र यो साइकलमा पनि अलमोस्ट सेम 155 विक नै हामीलाई लाग्ने हो भने चाहिँ हामीहरूले बटम कहिले भएको थियो त? यो साइकलको प्रिभियस बटम भनेको अगस्तको 2022 सेप्टेम्बरको भनौँ न 2022मा चाहिँ भएको देखिन्छ। र त्यहाँबाट चाहिँ 155 विक हामीले तान्ने भने कहाँ पुग्छौँ हामीहरू? अगस्तको लास्ट विक 2025मा चाहिँ पुग्छौँ। अलरेडी यो त हाम्रो एउटा मात्रै सिंगल डेटा पोइन्ट भयो नि त। हामी अर्को पनि डेटा पोइन्टलाई चाहिँ लिन सक्छौँ। यो माथिको दुईवटा लाइन जुन होरिजेन्टल लाइन देख्नुभएको छ यसलाई हेरौँ है त। अब यसको स्टार्टिङ पोइन्ट हेर्ने हो भने मैले कुन पोइन्टलाई लिएको छु भन्दा साइकलको लोबाट हायर लो बनाएको चाहिँ फेज, यहाँबाट चाहिँ अब अर्को लो चाहिँ बनेको छैन। यो नै हाम्रो चाहिँ के थियो त? नेक्स्ट हायर लो चाहिँ थियो। सेम कुरा है त। यहाँनिर लो बनाएको थियो, हामीले लिएको डेटा पोइन्ट जुन चाहिँ के छ त? यो हायर लो छ। यहाँबाट चाहिँ हामीले लिँदाखेरि चाहिँ नेक्स्ट लो त आएको छैन नि त यसपछि त। सो हामीले यसको टाइम फ्रेम हेर्ने हो भने 138 विक लागेको थियो लास्ट साइकलको लागि। 2018 देखि हामी 2020 को फेजसम्म पुग्नको लागि 138 बार हामीले लियौँ भने चाहिँ यहाँबाट कहिले आइपुग्छ त? त्यो जुलाईको लास्ट विक, जुलाई 2025 को लास्ट विकतिर चाहिँ आइपुग्छ। त्यही भएर जुलाई र अगस्तको बिचमा चाहिँ हाम्रो अल्ट सिजन चाहिँ अलमोस्ट त्यहाँनिर चाहिँ सुरु हुन थाल्छ है भनेर चाहिँ हामीले एउटा चाहिँ टाइम फ्रेम चाहिँ बनाउन सक्छौँ। अर्को कुरामा के अलर्ट गर्न चाहन्छु भने सबैजनालाई, हामीले यो साइकलको 95% देखि 35% को ड्रपलाई चाहिँ नहेरौँ है त। हाम्रो बिटकोइनको टप कहिले भएको थियो? डिसेम्बर 2017मा भएको थियो। जब यसको टप भएपछि बल्ल अल्ट सिजन चाहिँ सुरु भएको थियो। त्यसपछि नै 10x अथवा 100x गरिरहेका थिए कोइनहरूले। र त्यो गर्नलाई कति हप्ता लागेको थियो थाहा छ? 1 हप्ता, 2 हप्ता, 3, 4, 5 हप्ता मात्रै लागेको थियो। 5 विक्स भनेको 1 महिना चान्चुन हो। 1 महिना चान्चुनमा चाहिँ होल अल्ट सिजन नै सकिएको हुन्छ। र यो एनालाइसिसले हामीलाई क्लियरली भन्छ कि हामीहरू अल्ट सिजनमा त आएकै छैनौँ। हामीले बुल रन त यो सकियो भनेर चाहिँ जुन कुराहरू गरिरहेका छौँ, मान्छेहरू डराइरहेको छन् अब त सबै कुरा सकियो भनेर, हामी त लास्ट साइकलको हिसाबले हेर्ने हो भने त अझै आइपुगेकै छैनौँ नि त। अफकोर्स हाम्रो प्रिभियस साइकलहरूभन्दा यो साइकल एकदम फरक छ, किनभने हामीले बिटकोइनको डोमिनेन्स देख्न सक्छौँ माथि तल यस्तो खालको चाहिँ कर्भहरू अप एन्ड डाउन बनाइरहेको थियो। तर योपालि बनाएको छैन। हाम्रो 2020 को सेप्टेम्बर पछि लगातार अप 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 मात्रै छ बिटकोइनको डोमिनेन्स भनेको। अल्ट कोइनहरूलाई त सास फेर्ने ठाउँ पनि दिएको छैन बिटकोइनले योपालि चाहिँ। होल 2 वर्षभन्दा बढी भइसकेको छ। र यस्तो बेलामा मार्केटका धुरन्धरहरूलाई पनि एकदमै गाह्रो सिचुएसन आउँछ। त्यही भएर एकदमै होल्ड गर्नुपर्छ। त्यही भएर एकदम पेसेन्स राख्ने, काम हुने, आफ्नो इन्भेस्टमेन्टमा एउटा गोल टार्गेटहरू राखेर त्यसलाई अचिभ गर्न चाहिँ ट्राई गर्नुपर्छ। र केही बोनस टपिकहरू हामी 2-3वटा स्क्रिनहरूलाई एनालाइसिस गर्नेछौँ। M2 को ग्लोबल सप्लाईको बारेमा हामीले स्क्रिनमा देखिरहेका छौँ। हाम्रो रेड लाइनमा चाहिँ M2 को सप्लाई छ। यसमा चाहिँ के भइरहेको छ? पिक भइरहेको छ। माथितिर चाहिँ अप ट्रेन्डमा गइरहेको छ भनेको मनी सप्लाई चाहिँ बढिरहेको छ, तर बिटकोइनको प्राइस चाहिँ घटिरहेको छ। र बिटकोइनले इभेन्चुअली चाहिँ त्यसलाई क्याचअप गर्छ भनेको
हाम्रो बिटकोइन अझै बढ्नेवाला छ है भनेर चाहिँ एउटा चाहिँ सिग्नल दिइरहेको छ त्यहाँनिर चाहिँ। हामीले अर्को एनालाइसिस गर्ने भनेको अबको 4 दिनमा चाहिँ, अबको 4-5 दिनमा चाहिँ फर्मसीको चाहिँ मिटिङ छ। फर्मसीको मिटिङबाट थाहा हुन्छ अब रेट कति हुन्छ त, अनि हाम्रो चाहिँ फेडको चाहिँ पोलिसी के हुनेवाला छ, अलिकति उनीहरूले लुज गर्छ कि त, मनी प्रिन्टिङ गर्न थाल्छ कि त, हु नोज होइन, त्यो थाहै छैन कसैलाई पनि। तर प्रिडिक्सन के छ त, जे छ अहिले चाहिँ इन्ट्रेस्ट रेट 425 देखि 450 को बेसिस पोइन्टमा चाहिँ त्यसैमा बस्छ भनेर चाहिँ 98% को चाहिँ प्रोबेबिलिटी रहेको छ, र सायद त्यही नै हुन्छ। अहिले नै हाम्रो चाहिँ रेट कटहरू फेरि होला भन्ने चाहिँ मलाई पनि लाग्दैन। र अर्को कुरा, हाम्रो रिसेन्ट डेटाहरू हेर्दाखेरि हाम्रो सिपिआई जुन चाहिँ भनौँ न कोर इन्फ्लेसनको कन्ज्युमर प्राइस इन्डेक्सहरू हेऱ्यो भने चाहिँ अहिले इन्फ्लेसन 3%बाट चाहिँ 2.8 तिर चाहिँ झरेको छ। फेब्रुअरीमा चाहिँ एकदम राम्रो आइरहेको छ। र हामीले यसलाई हेर्ने हो भने त हामी 2016 देखि 2020 को पिरियडमा जुन ट्रम्पको पिरियडमा चाहिँ भएको थियो 2 देखि 1.5% को बिचमा चाहिँ जुन चाहिँ एउटा चाहिँ रेन्ज बााउन्ड भएर चाहिँ इन्फ्लेसन बसिरहेको हुन्छ, त्यसैमा चाहिँ बस्न चाहिँ खोजिरहेको छ जस्तो लाग्छ। यसबाट अलिकति अब धेरै अन्योलता पनि आइरहेको छ। हाम्रो ट्यारिफको कुराहरू छ, डिफ्रेन्ट भनौँ न ट्रेड वार्सहरू चाहिँ भइरहेको छ चाइनासँग, क्यानाडासँग, युरोपियन कन्ट्रीहरूसँग चाहिँ। ट्रम्पको बेलामा अलिकति यो चाहिँ एकदमै भोलाटाइल भइरहेको हुन्छ, र त्यो सँगसँगै हाम्रो ट्रेजरीको जुन कुराहरू छ, एउटा फाइनेन्स गर्ने टाइम पनि आइरहेको छ, ट्रेजरीको चाहिँ मच्युरिटीको पिरियड आएको छ। र धेरैले भन्ने गरेको के छ भन्दाखेरि ट्रम्पले चाहिँ स्टक मार्केटहरू क्र्यास गराएर उनले चाहिँ रिफाइनेन्स गर्नुपर्छ, जुन चाहिँ युएसको लोन छ त्यसलाई रिफाइनेन्स गर्दाखेरि चाहिँ एकदम सस्तोमा चाहिँ गर्न खोजिरहेका छन्। नियर 0% इन्ट्रेस्टमा चाहिँ उनले रिफाइनेन्स गर्नको लागि चाहिँ अहिले चाहिँ यो ट्यारिफको वारहरू चाहिँ लिएर आएर कहिले चाहिँ ट्यारिफ लगाइदिन्छु, कहिले लगाइदिन्न भनेर बारम्बार कुराहरू उठाउँदाखेरि चाहिँ स्टक मार्केट चाहिँ क्र्यास हुने, भोलाटाइल हुन्छ मार्केटहरू। र त्यसबाट फेडलाई चाहिँ कुन खालको प्रेसर पर्छ भन्दा इन्ट्रेस्ट रेट लोअर गराउने, इजी मनी चाहिँ प्रोभाइड गर्ने, त्यसो भयो भने अल्टिमेटली बिटकोइनलाई नै फाइदा हुन्छ लङ टर्मको लागि। तर नियर टर्ममा चाहिँ एकदम पेनफुल नै हामीले चाहिँ देखिरहेका छौँ। त्यसमाथि ट्रम्प चाहिँ एकदम प्रो क्रिप्टो चाहिँ छन्, उनले चाहिँ डिफ्रेन्ट पोलिसीहरू, नेसनल बिटकोइन रिजर्भ पनि बनेको छ। अब त्यसको इम्प्याक्टहरू बिस्तारै बिस्तारै आउन थाल्छ है त। हामीले इमिडिएटली चाहिँ जुन सेल अफ देखिरहेका छौँ त्यो एउटा म्यानिपुलेसनको रूपमा पनि हेर्न सक्छौँ, र मार्केटको निड पनि थियो, एउटा चाहिँ कुल डाउन गर्नुपर्ने आवश्यकता पनि थियो बिटकोइनलाई चाहिँ, त्यो कुल डाउन भएको छ। र टप चाहिँ यो साइकलकै इन भएको छ भनेर भन्दा चाहिँ आई थिङ्क टप चाहिँ इन भएको छैन।